हेलो सबैलाई नमस्ते, वेलकम टु माई च्यानल भन्न चाहन्छु। अनि आज चाहिँ हामी 2082 सालको अनि दोस्रो ब्लग चाहिँ तपाईहरुको माझमा प्रस्तुत गर्न गइरहेका छौं। अनि आज चाहिँ हामी चाङ्गुनारायण भन्ने ठाउँमा घुम्न गइरहेका छौं। अनि हामीलाई थाहा छ अनि त्यो चाङ्गुनारायण मन्दिर चाहिँ मानदेवले बनाएका हुन् भन्ने कुरा थाहा छ। अनि हामीले इतिहास पढेका छौं। अनि 20 वर्षको उमेरमै राजा हुन सफल भएका व्यक्ति उनले मानङ्का भन्ने मुद्रा पनि निकालेका थिए। अनि त्यसपछि आफ्नो आमालाई सती जानबाट रोकेका पनि थिए, आफ्नो बाउलाई मारेर हैन, उनी आफू राजा भएका व्यक्ति पनि हुन् र उनले इतिहासमा धेरै एकदमै राम्रा कामहरू पनि गरेका छन्। त्यही भएको कारणले गर्दा उनलाई परमानन्द राजा पनि भनेर चिनिन्छ। र आज चाहिँ हामी एकदमै रमाइलो गर्नेछौँ। त्यहाँनिरको हरियाली हामी देखाउनेछौँ, चाङ्गुनारायण कस्तो छ तपाईँहरूलाई वरिपरिको सम्पूर्ण कुराहरू देखाउनेछौँ र भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला। धन्यवाद। गाइस, हामीसँग चाहिँ हाम्रो बिरो भाइ हुनुहुन्छ। नमस्ते सबैजनालाई। अनि आजको ब्लगिङमा केही 2 शब्द जोडिदिनु होला। म चाहिँ धेरै टाढादेखि आएको हेर्नु साथीहरू हो हैन, अभिनय हजुर। अनि हामीसँग मन्सुर भाइ हुनुहुन्छ, 2 शब्द बोलिदिनुहोस्। हामी यहाँ आज घुम्न जाँदैछौँ हैन, चाङ्गुनारायण भन्ने मन्दिरमा। त्यहाँ गएर हामी तपाईलाई त्यहाँको के कस्तो छ सम्पूर्ण कुराहरू देखाउनेछौँ। यति नै हो, हेर्दै गर्नु होला बाँकी चाहिँ। फाइनली गाइस, हामी चाहिँ एकदमै नजिक पुगिरहेका छौँ। एकदमै यस्तो हिलोको बाटो छ, हिलोको बाटो भएर जानु परिरहेको छ। अनि हाम्रो चाहिँ एकदमै जुत्ताहरू पनि अब फोहोर भइरहेको छ भनौँ न, तर पनि ठिकै छ। हामी त्यहाँ घुम्ने भनेपछि त्यो कुराले चाहिँ हामीलाई खुसी बनाइरहेको छ। हामी एकदमै एक्साइटेड छौँ त्यो कुराको लागि। वी आर सो एक्साइटेड। अनि तपाईँहरू हेर्न सक्नुहुन्छ, साँखु एरिया यति सुन्दर छ, यति हरियाली छ, एकदमै राम्रो छ। ल गाइजहरू, अहिले चाहिँ हामी यहाँ चाङ्गुनारायणको लगभग नजिक आइपुगिसकेका छौँ। त के छ दाइ, ठिक छ नि? ठिक छ हजुर। हामी त खुसी हुँदै, यो के हो यसको आरु खाँदै हामी त रमाइलो गर्दै घुमिरहेछौँ। ल गाइजहरू, हामी तपाईँलाई अगाडिको पनि हरियाली देखाउनेछौँ। ल हेर्नु है, ल हेर्नु होला। यता दामी रमाइलो छ। हामी चाहिँ अहिले उता मन्दिर चाङ्गुनारायण जाँदैछौँ। त्यहाँ गएपछि हामी तपाईँलाई त्यहाँको सबै भ्यू देखाउनेछौँ। अहिलेलाई हेर्दै गर्नु होला, किप वाचिङ। गाइजहरू, अहिले चाहिँ हामी यता खोला तर्न लागिरहेका छौँ। उता हाम्रो दाइहरू हुनुहुन्छ, दाइहरू उता आउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले यता पुरा जुत्ता गाडेर पुरा यहाँ गिलो बालुवा छ। बालुवामा यहाँबाट हामी यो खोला तर्ने हो। यो खोला तरेर हामी त्यहाँ चाङ्गुनारायण जाने हो। ल यस्तै छ, हेर्दै गर्नु होला। ल गाइजहरू, अहिले चाहिँ हामी यता खोला तर्न लागिरहेका छौँ। यता एकदम रमाइलो पानी छ। यता चाहिँ हाम्रो साथमा दाइ हुनुहुन्छ। ल यता एकदम पानी चाहिँ एकदम गहिरो जस्तो छ। हामी त्यही पनि कोसिस गरिरहेका छौँ। हामी जसरी यहाँबाट गएर तपाईँलाई त्यहाँको भ्यू पुरा देखाउने छौँ। त्यहाँबाट अहिले हामी यो खोला तर्दैछौँ। ल हेर्दै गर्नु होला। ल हाम्रो दाइहरू यताबाट आउँदै हुनुहुन्छ। पानी चाहिँ एकदम ठुलो छ। ल बिस्तारै आउनु, खासै उ छैन, खासै गहिरो छैन। ल हाम्रो दाइहरू यता पुरा त्यो त्यहीँबाट आउनु, यता यो पट्टोमा टेकेर। ल दाइहरू आउँदै हुनुहुन्छ मजाले, हातमा जुत्ता बोकेर, हातमा अनि स्प्राइट बोकेर आउँदै हुनुहुन्छ। हाम्रो गन्तव्य चाहिँ उहाँ चाङ्गुनारायण हो। चाङ्गुनारायणसम्म गएर त्यहाँको तपाईँलाई भ्यू देखाउँछौँ। त्यहाँबाट यताको पनि देखाउँछौँ। हेर्दै गर्नु होला, किप वाचिङ। ल फाइनल्ली गाइस, हामी चाहिँ त्यो सबै ठाउँ पार गरेर एकदमै मानदेवले बनाएको चाङ्गुनारायणको मन्दिर नजिक आइपुग्न लागिसकेका छौँ। यो चाहिँ अलिकति गाउँ जस्तै रहेछ। के छ भाइ? एकदम ठिक छ। अनि त्यसपछि यहाँनिर बिरो भाइ छ होइन, त्यहाँनिर चाहिँ अब बाख्राहरू गोरुहरू चरेर रहेछन्। यहाँ आएपछि चाहिँ गाउँको जस्तो अनुभूति हुँदो रहेछ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ त्यो डाँडाभन्दा पारि चाहिँ भक्तपुर रहेको छ।
अनि योभन्दा वारी चाहिँ काठमाडौँ रहेको छ, यतापट्टिको चाहिँ सबै काठमाडौँ रहेको छ। फाइनली गाइस हामी चाहिँ ठाउँमै आइपुगिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। वाउ कस्तो राम्रो मान्छे हो, ब्युटिफुल रहेको छ। अनि सो फाइनली गाइस हामी चाहिँ चाँगुनारायणभित्र छिरिसकेका छौँ, मन्दिरभित्र छिरिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँनिर एकदमै राम्रो राम्रो कुराहरू बेच्नको लागि राखिएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ होटलहरू पनि रहेछ अनि बेच्न राखेका नेवारीको इतिहासलाई झल्काउने यहाँनिर सानो मूर्तिहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। निकै नै आकर्षक। यतापट्टि फेरि बायाँपट्टि निकै नै राम्रो साना साना मूर्तिका गणेशका फोटोहरू, शिवका, बुद्धका फोटोहरू, साना साना मूर्तिहरू तपाईँले देख्न सक्नुहुन्छ। यसो हेर्दाखेरि निकै नै उत्कृष्ट र आकर्षक ठाउँ देखिएको छ। साह्रै नै राम्रो ठाउँ देखिएको छ। फाइनली हामीले चाँगुनारायणको चुचुरो हामीले देख्न भइसकेका छौँ। अनि भाइहरू चाहिँ अगाडितिर छन्। एकदमै रमाइलो भइरहेको छ। ल फाइनल्ली एकदमै हामी गेटबाट भित्र अथवा भर्याङ चढ्दैछौँ। भाइहरूलाई कस्तो लागिरहेछ? यत्रो लामो सङ्घर्ष गरिसकेपछि हामीले यहाँनिर आइपुगेका छौँ। कस्तो लागेको छ? एकदमै शरीर एकदमै हजुर। अनि अरू जिन्दगी भन्ने के हो हजुर हजुर मलाई पनि त्यस्तै लागेको छ। डाँडा जाउँ जस्तो लागिरहेको आज त्यस्तो धेरै छैन। सबै ठाउँमा नराम्रो भइरहेको छ। भित्रपट्टि पनि देखाउनेछौँ हामी। यो चाहिँ दियो बाल्ने रहेको छ। ल हामी चाहिँ भित्र छिरेका छौँ। चाँगुनारायण भित्र छिरेका छौँ। यही रहेको छ चाँगुनारायण। तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै इतिहास बोकेको मानदेव राजाले बनाएको सर मजाले हेर्न सक्नुहुन्छ। यसो हेर्दाखेरि निकै नै रोमाञ्चक देखिएको छ यो ठाउँ। तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ। यो चाहिँ अब यहाँनिर नक्सा देखाइएको छ कसरी आउने, कहाँनिर झर्ने, अनि बसपाक जाने बाटो, अनि यहाँ पदहरू देखाइएको छ। अनि यो नक्सा हेरेर चाहिँ तपाईँहरू यो चाँगुनारायणमा आउन सक्नुहुन्छ। अनि पारीका यो बाटो रहेको छ। पारीबाट आउने, सुन्दरजलबाट आउने, आलापुटबाट आउने, इन्द्रेणीबाट आउने, बर्माखेलबाट आउने, गागलखेतीबाट आउने, साँकुबाट आउने बाटो चाहिँ यो तलको रहेको छ भने यताबाट चाहिँ पर बसपाकबाट आउने बाटो रहेको छ। यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। निकै नै सुन्दर आकर्षित देखिएको छ। चाँगुनारायण मन्दिर पुरै घुमिसकेपछि हामी बसेर खाजा खायौँ। सो गाइज हामीले चाहिँ फाइनली हामीले चाहिँ यो टेम्पल चाहिँ हामीले चाहिँ भिजिट गरिसकेका छौँ। फाइनली वी हेभ कम्प्लिट टु भिजिट दिस टेम्पल, चाँगुनारायण टेम्पल। सो अनि हाम्रो साथीहरूलाई चाहिँ हाउ दे फाइन्ड इज दिस ब्युटिफुल अर नट, अनि दे आर गोना सेइङ दिस वान। अनि कस्तो लाग्यो भनिदिनु त। कस्तो लाग्यो भने अब आइहाल्यौँ अब होइन, राम्रै लाग्यो त्यो अब नेपालको एउटा पनि होइन। हजुर अलिक अब हाम्रो नेपालको धार्मिक स्थल चाहिँ आयौँ त्यही खुसी लाग्यो होइन। हामीलाई त अब अरूको त्यस्तो हुँदै अब चाहिँ राम्रो सजियो आउनु होला तपाईँहरू नि। खासै त्यति रमाइलो लागेन त आज होइन मलाई पनि त्यस्तो राम्रो मैले जति सोचेको थिएँ होइन त्यस्तो आई डिडन्ट फाइन्ड एनिथिङ ब्युटिफुल हियर होइन। त्यस्तो एक्सपेक्टेसन चाहिँ अकम्प्लिस चाहिँ भएन होइन। आई डोन्ट फाइन्ड एनिथिङ हियर क्या। अब तैँले चाहिँ जस्तै कसरी मान्छेलाई चाहिँ रिकमेन्ड गर्छस् क्या
अब तपाईँहरू आउनुहोस् घुम्नुहोस् भनेर कसरी भन्न चाहन्छु? आउनुहोस् भन्दा पनि यहाँ रमाइलो खासै अब राम्रै खासै रहन्छ, ठिक ठिकै लाग्यो मलाई चाहिँ। हरेक कुराहरू नपुगेको जस्तो लाग्यो मलाई अब जाम होला किनकि पानी पर्छ। हुन्छ अब हामी जानेछौँ फाइनली गाइस, कम ब्याक टु मी, मेरो पछाडि आउनुहोस्, कम ब्याक टु मी। अनि फाइनली गाइस अब चाहिँ हामी जानेछौँ होइन। अनि अब त्यस्तै भयो अब, अनि अर्को भिडियोमा हामी तपाईँलाई भेट्नेछौँ। अनि हामी घरदेखि आएदेखि अनि बाटो कस्तो छ, चाँगुनारायण आउने बाटो कस्तो छ, सबै कुराहरू हामीले देखाएका छौँ। तपाईँहरूले हेर्नु होला, हामीलाई माया गर्नु होला, अनि भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला होइन। त्यही हो, सपोर्ट गरिदिनु पर्यो गाइज होइन। सब्सक्राइब सेयर गरिदिनु होला। ल थ्याङ्क यू। मलाई खासै धेरै भन्न मन लागेन, त्यति मलाई मजा लागेन क्या, तर पनि I could able to make the whole vlog. Thank you for this.